हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल इफ यु आर न्यू इट्स मेलना। अनि आज चाहिँ हामी मामा भान्जी अलि उताबाट बिपुतालाई पिक गर्छौँ होइन। भएर चाहिँ हामीजना सबैजना भएर चाहिँ 1 वर्षको प्लान सक्सेस गरौँ। 1 वर्षको प्लान सक्सेस गरेर चाहिँ हामीहरू धर्ना जान्छौँ। बकरको शिकार हुन्छ। गाडीको रफ्तार देख्न सक्नुहुन्छ हजुरले। गाडीको रफ्तार देखेर थाहा पाउनुहुन्छ मामा कतिको प्रो हुनुहुन्छ भनेर। कसैलाई ड्राइभिङ सिक्नु छ भने कन्ट्याक्ट गर्दा हुन्छ ल। हामीहरू यहाँदेखि ठ्याक्कै विपुल दादाकोमा जाँदैछौँ। आज चाहिँ मौसम पनि एकदम राम्रो गरिरहेछ कि ठ्याक्कै नि, त्यो गर्मी छैन नि त। हाम्रो ठ्याक्कै कति बसीको प्लान सक्सेस भयो नि। 1 वर्ष भयो होला हैन? 1 वर्ष भइसक्यो। ल मेरो युट्युब च्यानल केही भन्दैन मामा। साउट आउट के एलिना भुसाल हैन? हेलो उसाल। एलिना भुसाल ल, सबैले सब्स्क्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला भिडियोलाई, माया देखाइदिनु होला हैन। यो हाम्रो माछावाला भिडियोको त धेरै भाइरल होस्। ल अब हाम्रो विपुल दादा घर आउँदैछ है। यो त्यहाँनिर हाम्रो विपुल दादा घर चाहिँ हामी चाहिँ फाइनली विपुल दादा घरनिर आइपुग्यौँ। अब यहाँबाट चाहिँ विपुल दादालाई बोलाउनु पर्छ। सक्सेसफुली यहाँसम्म चाहिँ कस्तो हुन्छ यात्रा हैन? यात्रा एकदम राम्रो हुन्छ। ढिलो तर भगवानलाई ढोगिहाल है। अघि नै ढोकिसक्यो, चढ्ने बित्तिकै ढोगिहाल। चढ्ने बित्तिकै ढोकिसक्यो अब भगवानलाई। शुभ हुन्छ यात्रा। राम्रो हुन्छ, किन त्यसो सोच्नु पर्यो त। पहिला पनि लगेको छैन गाडी? लगाएको छु, किन लाग्नु त। आज 25 वर्ष 15 दिन लाग्छ लाग्दैन। विपुल दादाको त्यहाँ नक्कल भइरहेको छ भर्खर। कामसम्म आउन भन्छ यो डायल त कस्तो उल्लु रहेछ। विपुल दादाले भयो यत्रो चिच्चै चिच्चै हामी दुइटा यस्तै हाँसेर हामी त्यही पनि देख्नु नसुनेको। विपुललाई थाहा छैन त हैन? विपुल दादा थाहा छैन मलाई। देखेकै छैन त। म सिसा लगाएको छ नि त। के रे विपुल? खै कहाँ गएछ रे? के काम छ भन्थि के? यत्रो एक्लै हुन्छ? एक्लै हुन्छ दादा? मम्मी बाबा मम्मी बाबा खै त कता जानु? बाबा अफिस जानु भयो होला। मम्मी त ल दादाको रियाक्सन हेर्नु है। अझै निस्किनु न क्या त्यहाँ। हो त्यस्तो गर्नु। आउने रे। ब्लग हो दादा, ब्लग हो। ऊ हाम्रो विपुल दादा चाहिँ यहीँ हुनुहुन्छ है गाइस।